नमस्ते साथीहरू। आज मध्य प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा वन सेवा अन्तर्गत वन रक्षकको भारी सङ्ख्यामा विज्ञापन गरेको छ। विज्ञापन भएको मिति 2082 10 महिना 29 गते अर्थात् आजकै दिन हो। विज्ञापन एकदमै भारी सङ्ख्यामा भएको छ। वन रक्षक तयारी गरेर बस्नुभएका साथीहरूको लागि यो एउटा सुनौलो अवसर हुनेछ। अन्य प्रदेशहरूले वन रक्षकको विज्ञापन नखोलाइरहेको अवस्थामा मध्य प्रदेशले वन रक्षकको विज्ञापन खोलाउनु भनेको धेरै राहतको विषय बनेको छ। विज्ञापन धेरै ठुलो मात्रामा भएको छ। करिब 42 जना जम्मा विज्ञापन भएकोमा खुल्लामा 20 जना, मधेसी महिला 5 जना, मधेसी 5 जना, दलित महिला 2 जना, दलित 2 जना, मुस्लिम महिला 3 जना, मुस्लिम 1 जना, आदिवासी जनजाति महिला 1 जना, आदिवासी जनजाति 1 जना, थारू 1 जना, आर्थिक रूपले विपन्न खस आर्या 1 जना गरी कुल 42 जनाको आवेदन खुलाएको हो। र यसमा हुने भनेको परीक्षाको किसिम 2 चरणमा पुरा हुनेछ। पहिलो चरण भनेको शारीरिक तन्दुरुस्ती हुनेछ। शारीरिक तन्दुरुस्तीमा हाइट वेट, आँखाको कलर भिजन टेस्ट, त्यसपछि सर्ट रनिङ, लङ रनिङ, पौडी र रुख चढ्ने परीक्षा हुनेछ भने दोस्रो चरणमा लिखित हुनेछ, जो 30 पूर्णाङ्कको मात्र हुनेछ र अन्तिममा अन्तर्वार्ता भए पश्चात हजुरहरूलाई सिफारिस गर्नेछ। यो परीक्षा मिति आयोगले पछि सूचना प्रकाशन गरेर बमोजिम हुनेछ भनेर भनेको छ पहिलो चरणको। र दोस्रो चरणको लिखित परीक्षा चाहिँ प्रथम चरणको नतिजा प्रकाशित भएपछि 7 दिनभित्र चाहिँ सूचना तोकिने भनिएको छ। र परीक्षा केन्द्र पनि आयोगले सूचना प्रकाशन गरे बमोजिम हुनेछ। र दरखास्त दस्तुरको कुरा गर्ने भने प्रत्येक विज्ञापनका लागि रु 200 बुझाउनु पर्नेछ र समावेशीतर्फको मतलब खुल्ला बाहेक अन्य मधेसी, दलित अथवा अन्य विभिन्न समावेशीहरूमा भर्न चाहनुहुन्छ भने प्रत्येकको हकमा रु 100 रुपियाँ लाग्नेछ। यसको बापत चाहिँ तपाईँहरूले आवेदन दिने बेला नै छुट्टै डकुमेन्ट पेश गर्नुपर्ने हुन्छ। र दरखास्त दिने मिति भनेको छ, दरखास्त दिने मिति 2082 11 महिना 20 गतेसम्म रहनेछ र दुब्ब दस्तुर तिरेर चाहिँ 11 महिना 27 गतेसम्म रहनेछ। यसमा भनिएको छ उमेर हद 2082 11 महिना 20 गतेसम्म 18 वर्ष पुरा भई 40 वर्ष ननागेको भनेर भनिएको छ। यो लोकसेवा आयोगले कायम गरिएको उमेर हदसम्मै लागू हुनेछ। पुरुषको हकमा 35 वर्ष र महिलाको हकमा 40 वर्ष हुनेछ। त्यसैगरी दरखास्तमा बुझाउनु पर्ने विधि र स्थान भनेको छ। विधि चाहिँ अनलाइनबाट फारम भर्न सकिनेछ। ल अपलोड गर्ने कागजातहरू चाहिँ आफूले शैक्षिक योग्यता आफ्नो जुन छ हैन तालिमहरू, त्यो बाहेक आफूले पढेको 10 को 8 को हैन त्योभन्दा माथि जतिको त्यो गरे पनि हुन्छ। र आवश्यक न्यूनतम योग्यता भनेको छ, न्यूनतम योग्यतामा भनेको छ शारीरिक परीक्षणमा छ उचाइ पुरुषको लागि 5 फिट 2 इन्च र महिलाको लागि 5 फिट भए हुनेछ। र पुरुषको लागि छाती 31 चाहिँ नफुलाउँदा र फुलाउँदा 33 इन्च हुनुपर्नेछ भनेपछि महिलाको हकमा चाहिँ यो छाती चेक गरिँदैन। त्यसै गरी पुरुषको ओजन 50 केजी भनेको छ भने महिलाको 42 केजी, आँखा चाहिँ +2 वा -2 भन्दा कमजोर नभएको र कलर भिजन टेस्ट रङ पहिचान सम्बन्धी दोष नभएको भनेर भनेको छ। यो तपाईँहरू नजिकको आँखा सरकारी अस्पतालमा गएर चाहिँ बनाउन सक्नुहुनेछ। त्यसै गरी शारीरिक परीक्षणमा चाहिँ 200 मिटर दौड र 3000 मिटर दौड, रुख चढ्ने र पौडी खेल्ने भनेर उल्लेख गरिएको छ। माथि यो सबै इभेन्टहरूमा चाहिँ सफल भएपछि मात्र लिखित परीक्षामा सहभागी हुन पाइनेछ। लिखित परीक्षामा पनि सहभागी भए पश्चात अन्तर्वार्ता हुनेछ र अन्तर्वार्तामा पनि सिफारिस भएर अन्तिममा नाम निस्केपछि चाहिँ लोक सेवा आयोगले तपाईँहरूलाई वन रक्षक पदमा सिफारिस गर्नेछ। ल त साथीहरू, मध्य प्रदेश लोक सेवा आयोगले चाहिँ वन रक्षकमा एकदमै भारी मात्रामा विज्ञापन गरेको छ। बेलैमा
फर्म भर्नुहोला, राम्रो गर्नुहोला। यो पटक मध्य प्रदेश लोकसेवा आयोगले खुलाएको वन रक्षकमा सिफारिस हुनुहोला। अबका दिनहरूमा वनरक्षक सम्बन्धी यो विशेषतः मध्य प्रदेश सम्बन्धी भिडियो सामग्रीहरू लिएर म आउने नै छु पक्कै पनि। त्यतिन्जेलसम्मको लागि म अहिलेलाई बिदा चाहन्छु। मध्य प्रदेश अर्थात् जुनसुकै प्रदेशगत भए पनि वनरक्षक सम्बन्धी केही जानकारीहरू लिनु परेमा मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरेर चाहिँ हाम्रो युट्युब फ्यामिलीमा जोडिनुहोला। हस् त, धन्यवाद।